भने हाम्रा अग्रज जनप्रतिनिधिहरू हुनुहुन्छ। त्यसमध्ये पनि श्री नारायण निर्मल सर हुनुहुन्छ। उहाँलाई पनि मैले अतिथि आसन गर्नको लागि हाजिर हुन्छु भने त्यसै गरिकन हाम्रो निर्णयमा चाहिँ सम्म त पुगेकै हो। हाम्रो महिला सदस्य आदरणीय यशोदा सुवेदी लामिछानेज्यू यहाँ आइपुग्नु भएको छैन। आउनु हुने बित्तिकै उहाँलाई पनि हामी आसन ग्रहणका लागि हाजिर हुनुपर्ने छ। त्यसै गरिकन वडा नम्बर 6 का जुझारु कर्मशील मेहनती हाम्रा वार्ड सदस्य श्री राजेन्द्र नेपाली सरलाई पनि हामी अतिथि आसन ग्रहणका लागि हाजिर हुनुपर्छ। त्यसै गरिकन वर्षभरि हामीले गरेका क्रियाकलापमा चासो राखेर हामीलाई हौसला गरिदिनु हुने 5 कन्या रेड क्रस सोसाइटी उपशाखा 5 कन्या उपशाखाका आदरणीय सभापति श्री परमबहादुर कार्कीज्यूलाई पनि अगाडि आएर आसन ग्रहण गर्दै हुनुका लागि हाजिर हुनुपर्छ। हामीले निमन्त्रण गरेका थियौँ श्री सरस्वती माध्यमिक विद्यालयका प्रधान अध्यापक श्री गुणप्रसाद धमला, सम्भवतः उहाँ आउँदै हुनुहुन्छ। उहाँ आउनु भइसके पछाडि हामी उहाँलाई पनि आसन गर्नेछौँ। मैले यति भनिरहँदा हाम्रो सहरका हाम्रा महिला जनप्रतिनिधि आदरणीय यशोदा सुवेदी लामिछाने आइपुग्नु भएको छ। उहाँलाई पनि आसन गर्नको लागि हाजिर हुनुपर्छ। त्यसै गरिकन हज समाज प्रतिष्ठान धरानका उपाध्यक्ष आदरणीय डिबी विष्ट ज्यूलाई पनि आसन ग्रहण गर्नका लागि हाजिर हुनुपर्छ। त्यसै गरिकन सृजनशील महिला सम्मति श्री रुक्मिणा भट्टराईज्यूलाई पनि म आसन ग्रहण गरिदिनु हुनका लागि हार्दिक अनुरोध गर्छु। त्यसै गरिकन यस वार्ड नम्बर 6 मा रहेका 14 वटा पत्रिका संस्थाका साथीहरूलाई पनि हामीले आमन्त्रण गरेका थियौँ। जसमध्ये यहाँ मैले देखिरहेको छु श्री रामकुमार ज्यू, उहाँलाई पनि उहाँ त सहभागी पनि हुनुहुन्छ। सहभागी तथा अतिथिका रूपमा आसन ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्छु श्री रामकुमार ज्यू। त्यसै गरिकन रामकुमार ज्यू चाहिँ 5 कन्या तरुण विकास संस्थाका अध्यक्ष हुनुहुन्थ्यो भने हामीका प्रणामी तरुण विकास संस्थाका अध्यक्ष श्री युवराज आचार्यज्यू पनि आइपुग्नु भएको छ। उहाँलाई पनि आसन ग्रहण गर्नका लागि हार्दिक अनुरोध गरेँ।